र आज चाहिँ हाम्रो गेमरहरूको लागि गेमिङ प्याड आएको छ। यसले चाहिँ PS4लाई सपोर्ट गर्छ हैन, PS4लाई सपोर्ट गर्छ र बाँकी सबैलाई सपोर्ट गर्छ है। विन्डोज, एन्ड्रोइड सबैलाई। फोनमा पनि सपोर्ट गर्छ, यो विन्डोज ल्यापटपमा पनि गर्यो, पीसीमा पनि गर्यो। गेमिङ प्याड हो यो, एकदम जेन्युन क्वालिटीमा, प्रुफ ब्रान्डको, हजुरको 1 इयर वारेन्टीवाला। यो चाहिँ स्टिकर, यसको क्याटलगहरू भइहाल्यो। क्याटलगमा अब के छ यो त्यही यो के भनेर लेखेको त्यही हो क्याटलगमा भनेको। अब सबै कनेक्सनहरूदेखि लिएर सबै चिज लेखेको हुन्छ होइन। नेपाली अब प्याकेजिङ हेर्नु यस्तो दामी छ, ब्लू पर्पल ब्लू टाइपको प्याकेजिङमा। यो चाहिँ वायर आउँछ तपाईँलाई एकदम जेन्युन। पीसीमा वायरबाट कनेक्टेड पनि हुन्छ, ब्लुटुथ छ भने तपाईँको ब्लुटुथबाट पनि कनेक्सन हुन्छ यसको चाहिँ होइन। यो चाहिँ गेमिङ प्याड हो, पीसीमा पनि भयो, PS4मा चाहिँ हुन्छ, PS5मा हुँदैन है फेरि। यो चाहिँ PS5मा। यो केबल पनि कस्तो दामी के, टक्क प्याटर्न हेर्नु न यसमा, राम्रो केबल राम्रो छ होइन। त्यो भयो। अनि यो चाहिँ अब गेम प्याड भयो है, नाइस। यो टक्क ब्लू र ब्ल्याकमा मलाई चाहिँ दामी लाग्यो। अनि यसको त्यो बटनहरू पनि कस्तो त्यो सिसा जस्तो कि ट्रान्सपेरेन्ट। अनि पछाडि दुइटा डेडिकेटेड बटन तल पनि रहेछ क्या यसको चाहिँ। त्यसलाई चाहिँ आफैले अब कस्टम गर्न मिल्छ होइन। अनि अरू त यो भइहाल्यो। अब PS4 छ भने त भइहाल्यो। अझ हजुरहरूलाई विन्डोज छ, एन्ड्रोइड फोनमा पनि कनेक्ट गरेर चलाउन मिल्छ है यसलाई चाहिँ। यो चाहिँ त्यो टाइपको हो। यदि हजुरहरूलाई पनि गेम प्याड चाहिएको छ, गेम खेल्न मन पराउनुहुन्छ, विन्डोजको लागि र PS4को लागि, PS4को आफ्नै कन्ट्रोलर चाहिँ अलिकति हाई कस्ट हुन्छ। यो त्यति हाई कस्ट छैन होइन, तर हाई कस्ट त्यति छैन भनेर यो फेरि मिनिमम रेन्जको पनि होइन है। लगभग PS4कै कन्ट्रोलरमा पर्छ, किनकि यो झन् सबैमा कनेक्ट पनि हुने भयो। अनि यसमा पनि 600 mAh को ब्याट्री छ, चाहिएमा सम्पर्क